ठुलो मेरा बिउ खान्छ त्यति रोपे हुन्छ ल भ हेलो गाइस आज आएको छौँ हाम्रो आज खेत अब हामी धान रोप्छौँ अब त्यतिको लागि म तपाईहरुले सर्प देखाउँछु एकछिन रोप्छु सर्प अब नयाँ लुगा खोज्न गइरहेको अब यता माछा छ कि छैन हेरौँ गाइजहरु उ त्यो लुगा छ क्या राम्रो दामी दामी खबर छ गाइजहरु ठुलमम्मी र आमा धान रोप्सिरहेको गाइजहरु हाम्रो ठुलमम्मी भुजा खाँदै हुनुहुन्छ सछेममा ठ्याक्क बसिरहेको अनि यता बाबा शीतलमा बसिरहेको अनि मामा उता बसी आराम गरिरहेको केराको पात मुनि अनि ममु आफूभन्दा सानो चोलालाई मुया दिदीहरू काम गरिरहेको यता दुईटा स्कुटी पार्क छ यता छ चप्पल डिउ म डिउ खान्छु गाइजहरु गोट गाइस यिनीहरूको त देखिरहेको रहेछ गाइजहरु अब म बाबाहरू भेटेर आउँछु गाइजहरु अब म माथि जान्छु गाइजहरु र मम्मी हुन्छ माथि झर्ना आएको हेर्नु गाइजहरु झर्ना गडाङगुडुङ भएर गाइजहरु पानीमा आई त्यो पनि हिलो पानीमा गाइजहरु ओइ मेरो खुट्टा छिरा गाइजहरु मेरो खुट्टा गाइजहरु तपाई मेरो खुट्टा ओइ मेरो खुट्टा गाइजहरु यता हिलो छ ओइ मेरो खुट्टा कता छिरो भन्ने लोडेको गाइजहरु अनि तपाईहरु मोमो धान रोप्सिरहा मोमो मनी रोप्ने गाइजहरु म बनाइदिन्छु ल ए मम्मी कसरी रोप्ने त्यसरी नै हो अरु ल रोप गाइजहरु म धान रोप्छु त्यस्तो रोपेर हुन्छ त्यो ठुल मम्मीले खाना पनि कति बेर लाग्छ हेर्नु ल भ भिडियो बनाउनु पर्छ है गाइजहरु बाग्रो भयो ल ओ बाबाहरु बाठामा ठुल बाबाहरु बाठामा बक्से बिउ काट्दै होइसिन्छ माछाको पानी माछा रहेछ खोइ माछा किन खोइ माछा होइन भने अहिले म ल के काम म काम गरेको नि भिडियो खिच्ने हजुर गाइजहरु यता ससमाहरू खन्चिरहेको यता चिल रिल्याक्सले बसिरहेको गाइजहरु उताको मान्छे पनि धान रोप्न आएको छन् गाइजहरु यता माछा आउँछ गाइजहरु म माछा खिचेको भिडियो बनाउने हो गाइजहरु एकछिन माछा छ कि छैन कसरी चेक गर्ने हो खै गाइजहरु माछा हेर्नु चाहिँ छ कि छैन अस्ति उतानिर एउटा अङ्कलले मलाई हँसिया देखाइसक्यो गाइजहरु सर्पाको काँडा सर्प भने के सर्प ए सर्पा सिमिरा उता मुया दिदी र मम्मी धान रोप्छ यता आमा धान निकाल्छ म नि निकाल्ने आमा आमा मैले निकाल्ने धान कोही त भिडियो खिच्यो यार यसै निस्क्यो यार गाइजहरु एकैचोटि कति निकाल्यो हेर्नु गाइजहरु
आमा यो राख्नुहोस् ए म यो राख्नुहोस् हामी एकैचोटि कति यति निकाल्नु लाउनुहोस् आमा पर्दैन बोक्न फेरि जब चुल्या भागो यता कति पानी गाइजहरू यता माछा आयो भने समाल्नु पर्छ गाइजहरू म लास्टमा मेरो गाडी देखाउँछु कस्तो छ भनेर अनि मेरो मुख देखाउँछु कस्तो छ भनेर लास्टमा अब म छ्याप ए माटो लागेको रहेछ गाइजहरू त्यही भएर त्यस्तो भएर रहेछ गाइजहरू उता धान रोप्दै होइसिन्छ गाइजहरू ए यता हाम्रो स्कुटी पार्कमा छ गाइजहरू गाइज अब उता म अब जान्छु गाइजहरू गाइज हाम्रो यहाँ ठुलो मम्मी बोइसी गर्दै होस् नि त अनि यता मूलसँग धान मिलाइसक्छौँ गाइजहरू अब हामी के गर्ने गाइजहरू अब के गर्ने अब हामी घर जान्छौँ गाइजहरू म अब तपाईँलाई मेरो लुगा देखाउँछु मैले अन्तिममा देखाउने भनेको थिएँ माटो छ गाइजहरू मेरो मुख हेर्नुहोस् मेरो मुखमा चाहिँ माटो छैन कट्टो सबमा माटो गाइजहरू मेरो चाकपोलो स्कुटीमा बस्दाखेरि गाइजहरू